यहाँहरू सबैजनालाई नमस्कार छ। आज मिति 2082 साल फागुन महिनाको 11 गते हामी चाहिँ यो साँझ अहिले ठ्याक्कै चाहिँ 4-5 बज्न लागिरहेको छ। यो टाइममा चाहिँ अब हाम्रो साथीहरूले चाहिँ अब थुप्रै टोलीहरूले चाहिँ के गरिरहेछ भन्दाखेरि चाहिँ पतङ्गहरू टाङ्ने काम छ। हाम्रो चाहिँ विशेष तरिकाले भन्नुपर्दा भोलि 12 गतेको दिन मङ्गलबारको दिन चाहिँ अब के छ भनेपछि नाचगान सहित हैन पूजा सकिएपछि भोलि चाहिँ मयूर नाच हाम्रो यस श्री समृद्ध पिपल मयूर नाचको टिमलाई चाहिँ विशेष गरी निमन्त्रणा गरेको छु मैले। उहाँहरू टिम चाहिँ अब 12-1 बजीतिर यहाँ पुग्नुहुन्छ होला। अनि यहाँ चाहिँ हाम्रो थुप्रै टोली छ। यता भाइले पनि अब यता पतङ सतङ टाँगिसकेको छ। अब यहाँहरूलाई मैले कतिपयलाई चाहिँ अब निमन्त्रणा गरियो होला, कतिपयलाई निमन्त्रणा गर्न भ्याएको छैन हैन। निमन्त्रणा गर्न नभ्याए तापनि यसै मेरो आवाजलाई सुन्नुभएको छ भने भोलि चाहिँ विशेष दिन हाम्रो यो घर यज्ञ कार्यक्रम रहेको छ। घर यज्ञ कार्यक्रम लगभग हामी बिहानै सकेर 12-1 बजीतिर सकेर चाहिँ हामी चाहिँ दिउँसो चाहिँ के गर्नेछौँ भनेपछि मयूर नाच चाहिँ हुनेछ भोलिको दिन हैन। बिहानतिर पूजा सकेर भोलि चाहिँ विशेष तरिकाले दिउँसो चाहिँ मयूर नाच हुनेछ। अब देश तथा विदेशमा हेर्न सक्नुहुनेछ। म सकेसम्म अब मेरो समय बावजुदको कारण सकेसम्म म लाइभ हजुरलाई देखाउने छु। यदि अब लाइभ देखाउने छु, यदि अब भएन भने चाहिँ भिडियो रेकर्डहरू पनि आउलान् हैन। अब चाहिँ हेर्न नभुल्नु होला। हाम्रो यो भाइ यो मयूर नाचको हैन के नाचिन्छ त भाइ भोलि हो र के लाज माने छ त यार, अलिक खुल्ला तरिकाले नाचिन्छ त भोलि। नाच्नु पर्यो भोलि चाहिँ हैन। भोलि चाहिँ अब हाम्रो बिहान चाहिँ यो घर जग्गा कार्यक्रम छ। त्यसपछि सकेर चाहिँ भोलि 12 गतेको दिन चाहिँ मङ्गलबार चाहिँ एकदम धुमधामसँग नाच्नु पर्यो हैन। नाच्यो भने कति घन्टा जति नाचिन्छ सरदार मयूर टिम? कतिजनाको छ समूह? 2 घन्टा 3 घन्टा नाचिन्छ। ठिक ठिक। कतिजना छन् समूहमा अहिले? 16 जना छन्। ल भोलि 12 बजे यहाँ पुग्नु पर्यो है त हैन। ठिक छ ठिक छ। अनि के छ माइलो भाइको हो पतङ्ग टाँगेर सकिन्छ दाइ? सक्यो भनौँ। यता घारी पनि बनाऊ हैन। ए ठिक छ ठिक। यो माइलाको डिजाइनर खतरा रहेछ यार। हेर त यहाँ खतरा गरेर टाँगेको छ है पतङ्ग हैन। हो हो हेर त कस्तो दामी देखाएको पतङ्ग क्रिम एकदम आइडिया चाहिँ छ है माइला। लाउनु पर्यो। देश तथा विदेशमा जो जहाँ हुनुहुन्छ सबैलाई सम्झना छ है। अब मैले भनिरहेकै कुरो हो, धेरै ठाउँ मैले निमन्त्रणा गर्न पाइनँ। कतिपय ठाउँमा गएर पनि अब भ्याउन सकेन हैन। प्रायः ठाउँ मैले निमन्त्रणा गरिसकेको छु। अब निमन्त्रणा गर्न नभ्याएको ठाउँमा यसै भिडियोलाई चाहिँ आधार मानेर भोलि चाहिँ आउनु होला है। अब अहिले चाहिँ फेसबुक भनेको एकदम सञ्चार माध्यमको चाहिँ एउटा माध्यम हो। यसै मेरो आवाजलाई सुनेर चाहिँ भोलि चाहिँ विशेष दिन चाहिँ हाम्रो घर यज्ञ तथा नाचगान कार्यक्रम छ। भोलि चाहिँ आउनु होला, सबैलाई निमन्त्रणा छ है त। अब यता टोली बनाउँदैछ नि यो अब यता यहाँ यो यता हाम्रो अङ्कल हुनुहुन्छ। के छ अङ्कल खबर? एकदम बिन्दास छ। बिन्दास छ? ए ठिक छ ठिक छ। बुझले गरिराख्ने होइन पतङ्ग? यता लग्ने ल ल त्यहाँबाट त्यो माथि गएर पनि लैजाऊ होइन। ठ्याक्क पारेर बनाउनु पऱ्यो। के छ टोलले अरू आराम हुनुहुन्छ नि? एकदम आराम। ल भोलिको दिन चाहिँ विशेष तरिकाले नाच चाहिँ हेर्नु पऱ्यो। ठिक छ ठिक छ। अब यति अब बाहिर हेरेर मात्रै साथीभाइहरूलाई के भन्नुहुन्छ? कहिले काहीँ त सम्झिँदैन साथीहरूले पनि होइन। के भन्नुहुन्छ? धेरै मिस गरेको छु भन्नु। ठिक छ होइन। ल ठिक छ। ल टोली चाहिँ सर छ। अब के छ भाइको भाइ? ठिक छ होइन। पतङ्ग टाङ्दैछ टोलीले होइन। ल खतरा गरेर टाङ्ने है एकदम झिलिम तोर एकदम चाहिँ ल राम्रोसँग है एकदम बनाइराख्नु टोलले होइन। यो पतङ्ग टाङ्ने टोलीलाई पनि धेरै धेरै धन्यवाद छ। अब चाहिँ अब सामाजिक काममा खटेका छ भाइहरू। यति 2-3 घन्टा जति भइसक्यो पतङ्ग टाङ्नु लाग्यो। यो उता गेट बनायो टोलले। गेट बनाइसकेपछि त्यसपछि अनि सर यो त्यहाँदेखि अनि यता बनाएर चाहिँ टोली धेरै खटिया छ बिहानैबाट होइन। अब चाहिँ भोलि चाहिँ विशेष तरिकाले तपाईँहरू चाहिँ आउनु होला। सबैलाई चाहिँ सुले निम्तो छ है त। ल बाई बाई।